एसई को नतिजा आइसक्यो। तपाईले सुन्नु भएको होला फलानाको 4 जीपी आयो रे। कसैले त एनजी पनि पाए, तर आखिर जीपीए कसरी गणना हुन्छ? तपाईलाई पूरा जानकारी छ कि छैन यसको बारेमा आजको भिडियोमा हामी बुझ्ने छौं। एसई वा एनईबी बोर्डले जीपीए कसरी क्याल्कुलेट गर्ने एकदमै सरल तरिकाले वा सरल भाषामा प्र्याक्टिकल एक्जाम्पल सहित आज हामी बुझाउने छौं। यो जान्नु त अनिवार्य हो किनकि यही जीपीएले तपाईको भविष्य बनाउँछ कलेज, स्कलरशिप र सब्जेक्ट सिलेक्सनमा। पहिला बुझौ, जीपीए भन्नाले ग्रेड पोइन्ट एभरेज हो। यो एउटा औसत मूल्याङ्कन प्रणाली हो जुन तपाईले पाएको ग्रेड अनुसार गनिन्छ। यहाँ सबै कुरा दिइसकेका छ। जीपीए र ग्रेड दुवै दिएको छ, तपाईले राम्रोसित हेर्नु होला। ए प्लस आयो भने 4 जीपीए दिन्छ र डी आयो भने डी ग्रेड आयो भने 1.6 दिन्छ जीपीए र एनजी आयो भने नट ग्रेडेड हुन्छ, माने फेल भयो भने बुझ्न सक्नुहुन्छ तपाईले। एसई मा तपाईका सबै विषयको ग्रेडबाट जीपीए निकालिन्छ, तर सुनौ राम्रोसित है। मानौ तपाईको ग्रेड यस प्रकार छ। इंग्लिशमा ए छ भनेको 3.6 छ भने नेपालीमा बी प्लस यानी 3.2 जीपीए छ र साइन्समा ए प्लस वा 4 जीपीए छ र म्याथमा बी भनेको 2.8 जीपीए छ र सोशलमा ए भनेको 3.6 जीपी छ भने एचपीई मा बी प्लस ग्रेड र 3.2 जीपी छ भने अब यी सबै पोइन्टको औसत काट्ने हो है। यहाँ हामी एक्जाम्पलसँग बुझौ। 3.6 प्लस 3.2 प्लस 4.0 प्लस 2.8 प्लस 3.6 प्लस 3.2 डिभाइड बाई सबै विषयको डिभाइड गर्ने 6 ले 3.4 जीपी आउँछ भने यस्तै हिसाब गरेर तपाईको जीपी आउँछ। 6 ले किन डिभाइड गरियो किनकि कतिवटा विषय छ त्यसैले डिभाइड गर्नु होला। तर साथी हो, केही महत्त्वपूर्ण कुरा पनि छ। यदि कुनै सब्जेक्टमा एनजी आयो भने तपाई फेल मानिन्छ। जीपीए 1.6 भन्दा कम आयो भने सब तिनी त्यो विषयमा एनजी लागेपछि सप्लिमेन्ट्री एक्जाम दिनु पर्छ। सी मा जीपीए 3.6 प्लस पाउनु भयो भने राम्रो कलेज सजिलै भेटिन्छ। कसैले भन्यो रे जीपीए त सब थोक होइन, तर भविष्यको ढोका चाहिँ यही हो। धेरै विद्यार्थी ग्रेड र जीपीए मा अलमल पर्छन्। ग्रेड भनेको ए प्लस बी प्लस वा बी हो, जबकि जीपीए भनेको संख्या हो, जस्तै 4.0 जीपीए 3.6 3.2 आदि। जसरी नोटबुकमा नाम हुन्छ त्यसै गरी नम्बरमा जीपीए हुन्छ। अब तपाईलाई थाहा भयो कसरी जीपीए गनिन्छ, तर एक कुरा सम्झनुहोस्, जीपीए भनेको तपाईलाई एन्ड होइन, यो तपाईको अगाडि बढ्ने स्टार्ट हो। गरेको मेहनत कहिल्यै खेर जाँदैन। एसई सक्यौ, अब कलेजमा दिन सुरु गरौ। अब तपाईलाई यो जानकारी मन पर्यो भने लाइक गर्नु, शेयर गर्नु, साथीहरुसँग सब्स्क्राइब गर्नु। मिस्टर स्टुडेन्टलाई तपाईको जीपीए कति आयो भने कमेन्ट गर्न नबिर्सनु होला। एसई को पछिल्लो अपडेट 2082 द रिजल्ट, स्कलरशिप गाइड र कलेज एडमिसन टिप्स सबै यही च्यानलमा आउँदैछ। त्यही तपाईहरुको लागि एउटा बोनस टिप्स। यहाँ मैले जीपीए क्याल्कुलेटर वा पर्सेन्टेजमा निकाल्नु होला वा कुनै कुरामा तपाईले यहाँ गुगलमा गएर वा कुनै पनि क्रोम ब्राउजरमा गएर तपाईले यहाँ सर्च गर्नु होला जीपीए क्याल्कुलेटर। सर्च गरेपछि यहाँ सर्च गर्नु होला। तपाईँ यहाँ माथि हेर्न सक्नुहुन्छ calculator.net। यो फर्स्टै वेबसाइटमा तपाईले गएर हेर्नु सक्नुहुन्छ। तब यहाँ आउँछ। यहाँ सबै कुरा तपाईले यहाँ आफै गर्न सक्नुहुन्छ। क्याल्कुलेट कसरी गर्ने भने म्याथ, इङ्ग्लिस, साइन्स सबै विषयमा तपाईले गर्न सक्नुहुन्छ। यहाँ हाल्नु होला क्रेडिट आवर र ग्रेड हाल्नु होला। यहाँ तपाईलाई सबै कुरा क्याल्कुलेट गरिदिन्छ। यहाँ क्याल्कुलेट गर्नु होला। तपाईँ माथि हेरौ जीपी प्लानिङ गर्न सक्नुहुन्छ तपाईहरुले। माथि पनि धेरै कुराहरु दिएको छ। यहाँ सबै पढ्नु होला राम्रोसित। के भनेको छ, ग्रेड पोइन्ट एभरेज इज अ कमनली युज्ड इन्डिकेटर अफ एन इन्डिभिजुअल एकाडेमिक अचिभमेन्ट इन स्कुल। स्कुलमा त्यो गरेको सबै कुरा यहाँ दिएको छ। लेटर ग्रेड सिस्टम लागू भएको छ। अब ए प्लस बी प्लस सबै कुरा दिएको छ। यहाँ पास, नट पास, इनकम्प्लिट। यहाँ एक्जाम्पलमा तपाईले हेर्न सक्नुहुन्छ कसरी जीपीए यहाँ क्याल्कुलेट गरेको छ भने। अब गाइडलाइन्स पनि हेर्नु होला तपाईहरुले। यस्तै गरेर साथीहरु धेरै वेबसाइटहरु छ भनेको, धेरै क्याल्कुलेटर एप्सहरु छ वा वेबसाइटहरु छ। तपाईले यहाँ गएर हेल्प लिन सक्नुहुन्छ। तपाईले कसरी आफ्नो जीपीए को पर्सेन्टेज निकाल्ने, जीपीए निकाल्ने सबै कुरा हेर्न सक्नुहुन्छ। यस्तै भिडियोको लागि सब्स्क्राइब गर्नु होला। थ्यांक्स फर वाचिङ भिडियो।